बन्छ यसमा हजुर अनि के छ अनि त अचारसँग अचार यही दिनुहुन्छ मैले त त्यो मलाई दिनु है यो हजुर लिइसक्छु अर्को बनाउँदा सुजीको पिठो मैले यस्तो लाग्यो चामलकै हो चामलको पिठो हो चामल कुटेर बनाएको ओकलमा यति छिटो पाक्दो रहेछ के अरे खानेकुराको नाम भक्का भक्का यो हामीले पनि जान्छ तेल नबनाएर हो इडली चाहिँ चामलै हाल्छन् के अरे यसमा चाहिँ पिठो हुँदो रहेछ इडलीमा चाहिँ दही इनो हालेर बनाउँछ यसमा चाहिँ आज चाहिँ मैले भक्का खाने तयारी गरेछु भिजाएको चामल यसरी प्याक गर्ने प्लेटमा होला यो के नेवारी डिसमा पर्छ कि इन्डियन डिसमा इन्डियनमा होला नेवारीहरूको चौधरी डिस हो यो चाहिँ चाल्दै हुन्छ एउटाको कति अरे भक्का भनेर कति अरे एउटाको 30 रुपियाँ 30 30 रुपिस सेलरोटी जस्तै हो कि सेलरोटीलाई तेल हाल्नु पर्यो यसलाई परेन उही पिठो हो मेरो हो यो त खै दिनु त मुठो पैसा चाहिँ दिइहाल्छु ल गुलियो नि हुन्छ ए guys.